नमस्ते, गुड मर्निङ तपाईहरु सबैजनालाई। आज चाहिँ मैले माछा करी बनाइरहेको छु। अनि माछालाई चाहिँ मैले पहिलाबाट नै मेरिनेट गरेर राखेको थिएँ है। अनि यसरी मौका मिल्ने साथ म चाहिँ खाना बनाउन आइहाल्छु है। बेला बेलामा बनाउँदै गर्नुपर्छ। अनि आज चाहिँ मैले हामी स्टाफहरुको लागि माछा करी बनाइरहेको छु। हेर्दै गर्नुस् होला। अनि साइडमा मैले अनियन पनि फ्राई गरिरहेको छु। यसलाई चाहिँ ब्राउन बनाउनु पर्छ है। त्यसरी नै ग्रेभी पनि बनाइसके मैले। अनि यो चाहिँ माछाको लागि मैले ग्रेभी बनाइरहेको छु। साइडमा धनिया पनि काटेर राखेको छु। माछा पनि अलमोस्ट फ्राई भइसकेको छ। अनि ग्रेभी माछाको ग्रेभी खाने भन्दा फेरि प्लान चेन्ज भयो कि झोल खाने भनेर। अनि मच्छी झोल खाने भनेर चाहिँ त्यही ग्रेभीमा चाहिँ मैले पानी हाल्दिए। अनि माछा पनि हालिरहेको छु। यसरी माछा हालिसकेपछि चाहिँ एकपल्ट के भन्छ त्यसलाई उब्लिनु दिनुपर्छ। अनि हेर्दै गर्नुहोस्, सबै माछालाई मैले हालिसक्यो। हामी यो 8 जनाको लागि बनाइरहेको छु। अनि यसरी एक उबल आएपछि माथिबाट धनिया हाल्दिनु। एकदम मिठो भएको थियो।